आज हामी एउटा यस्तो कथाको बारेमा कुरा गर्दैछौँ जुन सपना, द्वन्द र एउटा परिवारको लामो प्रतीक्षाको कहानी हो। यो कथा हो विपिन जोशीको, एक नेपाली विद्यार्थी जो इजरायलको द्वन्द्वमा परे। यो कथामा अगाडि बढ्नुभन्दा पहिले एउटा कुरा एकदमै प्रष्ट पारिहालौँ है। विपिन जोशी उनी कुनै सिपाही थिएनन्, न त उनी कुनै राजनीति वा युद्धको हिस्सा नै थिए। उनी त केवल एक विद्यार्थी थिए जसका आँखामा भविष्यका सपनाहरू थिए। ल त्यसो भए यो कथालाई राम्ररी बुझ्नका लागि द्वन्द्व सुरु हुनुभन्दा पहिलेको समयमा फर्कौं। आखिर को थिए त विपिन? उनका सपनाहरू के थिए? विपिन जोशी पश्चिमी नेपालबाट आएका एक कृषि विद्यार्थी। उनको लक्ष्य एकदमै सोझो र स्पष्ट थियो, नयाँ कुरा सिक्ने, नयाँ प्रविधि जान्ने र त्यो ज्ञान लिएर आफ्नै देश फर्केर केही गर्ने। अनि उनको यो सपनालाई पङ्ख लगाइदियो लर्न एन्ड अर्न अर्थात् सिकाइ र कमाई भन्ने कार्यक्रमले। यही कार्यक्रमले उनलाई पुर्यायो इजरायलको किबुज अलोमिममा, जुन गाजा सीमा नजिकैको एउटा कृषि फार्म थियो। तर हेर्नुस् न, कस्तो विडम्बना! उनी त्यो ठाउँमा पुगेको केही हप्ता मात्रै भएको थियो जहाँ त्यो भयानक आक्रमण भयो। अब कुरा गरौं त्यो दिनको, जसले सबै कुरा नै बदलिदियो। त्यो दिन थियो अक्टोबर 7। त्यो बिहान हमासका लडाकुहरूले अचानक दक्षिणी इजरायलमा हमला गरे अनि उनीहरूको निशानामा त्यो फार्म पनि पर्यो जहाँ विपिन र अरू धेरै विदेशी कामदारहरू थिए। उनीहरू ज्यान जोगाउन सुरक्षित बङ्करहरूमा लुकेका थिए, तर ती बङ्करहरू पनि सुरक्षित रहन सकेनन्, ती तोडिए। अनि त्यही भागाभाग र त्रासको बीचमा विपिनको बहादुरीको एउटा खबर बाहिर आयो। भनिन्छ जब लडाकुहरूले बङ्करभित्र ग्रेनेड फाले, उनले अरूको ज्यान जोगाउन एउटा ग्रेनेड समातेर बाहिर फाल्न खोजेका थिए, तर त्यही बेला अर्को ग्रेनेड विस्फोट भयो। त्यो दिनको क्षति साँच्चै भयानक थियो। त्यहाँ भएका 17 जना नेपाली विद्यार्थीहरूमध्ये 10 जनाले ज्यान गुमाए। तर मृतकहरूको त्यो सूचीमा विपिनको नाम थिएन। उनलाई हमासले बन्धक बनाएर लगेछ र यहीँबाट सुरु भयो उनको परिवारको लागि एउटा लामो र पीडादायी अनिश्चितताको यात्रा। अब यो कथाको पाटो विपिनको परिवारतिर मोडिन्छ, उनीहरूको त्यो लामो अनि साह्रै कठिन प्रतीक्षाको कथातिर। महिनौसम्म उनीहरूको मनमा एउटै मात्र प्रश्न घुमिरह्यो, के विपिन जीवित छन्? यही एउटा प्रश्न उनीहरूको हरेक दिनको पीडा थियो, अनि यही एउटा प्रश्न उनीहरूको आशा पनि। यो समयरेखा हेरौँ त। अक्टोबरमा बन्धक बनाइयो, त्यसको 1 महिनापछि नोभेम्बरमा एउटा फुटेज बाहिर आयो जसले उनी जीवित रहेको झिनो आशा देखायो। तर त्यसपछि थियो एउटा लामो कहाली लाग्दो मौता। तैपनि खोजी भने जारी नै रह्यो। तर परिवारले हार मानेन, मानेन। उनीहरूले जे गर्न सक्थे सबै गरे। सार्वजनिक रूपमा जानकारीका लागि अपिल गरे। उनकी बहिनी पुष्पा काठमाडौँसम्म धाइन्। परिवार आफै इजरायलसम्म पुग्यो अनि कतार र इजिप्ट जस्ता देशका कूटनीतिज्ञहरूलाई समेत गुहारे। उनीहरूको प्रयासमा कुनै कमी थिएन। तर त्यो लामो प्रतीक्षाको अन्त्य भयो, र त्यो अन्त्य एउटा निकै दुःखद खबरको साथ भयो। यो मिति याद गरौँ, अक्टोबर 13, 2025। यही दिन थियो जब झण्डै 2 वर्ष लामो त्यो अनिश्चितता टुङ्गियो। इजरायली अधिकारीहरू, जसमा इजरायल डिफेन्स फोर्सेस पनि थियो, उनीहरूले नेपाललाई औपचारिक जानकारी दिए कि विपिन जोशी अब जीवित छैनन्, र यो खबरसँगै बाँकी रहेको थोरै आशा पनि समाप्त भयो। यसरी उनको अवस्था मृत भनेर पुष्टि भयो। हमासको सशस्त्र समूहले पनि उनलाई मृत बन्धकहरूमध्ये एक भनेर चिनाएको छ। अब बन्धक बनाएपछि उनको मृत्यु कसरी भयो त्यो कुरा त अझै प्रष्ट छैन, तर उनको शव फिर्ता ल्याउनका लागि प्रयासहरू भइरहेका छन्। ल अब यो एउटा व्यक्तिको दुःखद कथाबाट अलिकति बाहिर निस्केर हेरौँ। आखिर यो कथाले हामीलाई के सिकाउँछ? यसको महत्त्व के छ? विपिनको कथा एउटा ऐना जस्तै हो, जसले देखाउँछ कि कसरी साधारण मान्छेहरू ठूला द्वन्द्वको चपेटामा पर्छन्। हेर्नुस् न, एकातिर यो एउटा विद्यार्थीको सपनाको कथा हो, एउटा परिवारको पीडाको कथा हो, तर अर्कोतिर यो संसारभरि छरिएका आप्रवासी कामदारहरूले भोग्ने जोखिमको कथा पनि हो, युद्धले लिने मानवीय क्षतिको कथा हो। खास गरी नेपालको सन्दर्भमा त यो कथाले झनै छुन्छ, किनकि यहाँका धेरै घरबाट कोही न कोही पढ्न वा काम गर्न बाहिर गएका छन्। त्यसैले यो टाढाको कथा जस्तो लाग्दैन, आफ्नै कथा जस्तो लाग्छ। अनि विपिनको यो कथाले हामी सामु केही निकै गम्भीर प्रश्नहरू पनि खडा गरिदिन्छ।
जस्तै द्वन्द्व चलिरहेको ठाउँमा विदेशी विद्यार्थी वा कामदारहरूको सुरक्षा कसरी सुनिश्चित गर्ने, विदेशमा रहेका आफ्ना नागरिकप्रति सरकारको जिम्मेवारी कति हुन्छ, के हुन्छ, अनि यस्तो उथलपुथलको बेला परिवारले सही जानकारी कसरी पाउने। र अन्त्यमा यो कथाले हामी सबैलाई एउटा गम्भीर प्रश्न सोधेर जान्छ। जब कतै युद्ध वा द्वन्द्व सुरु हुन्छ, त्यसमा कुनै दोष बिना फस्न पुगेका बाहिरी मानिसहरूप्रति हाम्रो अनि सिङ्गो विश्व समुदायको दायित्व के हो त?